नमस्ते, म डाक्टर माधव भुसाल। अहिले चाहिँ म एमइसीले निकालेको नयाँ सिलेबसको बारेमा र अहिलेको अब क्यालेन्डर जुन एमइसीले निकाल्न सकिरहेको छैन त्यसको बारेमा चाहिँ अपडेट दिन चाहिँ गइरहेको छु। सिलेबस फेरियो भन्ने चाहिँ सबैतिर बजारतिर चलिरहेछ। यसमा चाहिँ नयाँ सिलेबस र क्यालेन्डर अपडेट र यहाँ चाहिँ जान्न पर्ने सबै कुराहरू म यहीँनिर चाहिँ सबै डिस्क्राइब गर्छु। पहिलो कुरा चाहिँ सब्जेक्ट वाइज जाउँ। सब्जेक्टमा चाहिँ जुलोजीमा चाहिँ के भयो भन्दाखेरि एमइसीले मोस्टली चाहिँ अहिले फाइलमलाई चाहिँ अलिकति कम प्रायोरिटी दिएर ह्युमन सिस्टम, ह्युमन डिजिज, ह्युमन टिस्यु अथवा एनिमल टिस्युज भन्यो भने त्यहाँ ह्युमन टिस्युजकै कुराहरू हुन्छ। अलमोस्ट हामी ह्युमन टिस्युज नै पढ्छौँ। त्यसलाई चाहिँ फाइलमहरूलाई अलिकति कम प्रायोरिटाइज गरेर ह्युमन सिस्टमहरूलाई चाहिँ अलिकति प्रायोरिटाइज बढी गर्ने चाहिँ गरेको छ। यसको चाहिँ मिनिङ चाहिँ के भन्दाखेरि हामी क्लिनिकल ओरिएन्टेसनतिर गयौँ भन्ने हुन्छ। जस्तो यसमा चाहिँ फाइलम प्लस सिलेक्टेड एनिमल्स गरेर 16 मार्क्स सोध्थ्यो भने अहिले चाहिँ घटाएर 10 मार्क्स बनाएको छ। यसमा चाहिँ अझै फाइलममा चाहिँ एकदम थोरै मार्क्स, जम्मा 4 मार्क्स भनेर लेखेको छ। अब यो 4 मार्क्समा चाहिँ कुन फाइलम सोध्ने कुन फाइलम नसोध्ने भन्ने अब टेन्सन चाहिँ हुने भयो एक्जामिनरहरूलाई। तर सिलेक्टेड एनिमल्सको खासै धेरै घटाएको छैन। सिलेक्टेड एनिमल्समा चाहिँ जम्मा 3टा अर्थवर्म, प्लाज्मोडियम र फ्रग मात्रै राखेको छ। भने ह्युमन सिस्टम, डिजिज र टिस्युजबाट चाहिँ पहिला जम्मा 18 मार्क्स सोध्थ्यो भने 23 मार्क्स ल्याएको छ। यसको मिनिङ चाहिँ हामी क्लिनिकल ओरिएन्टेसनतिर गयौँ भन्ने हो। तर यसको एउटा अर्को पक्ष पनि के छ भन्दाखेरि पिसिएल डिप्लोमा लेभलको स्टुडेन्टहरूले अलिकति चाहिँ आफ्नो सिलेबसमा चाहिँ अपनत्व नभएको भन्ने किसिमबाट प्रेसराइज गरिराखेको बेलामा उनीहरूले ह्युमन सिस्टमतिर लगेर डिजिजतिर लगेर उनीहरूलाई चाहिँ अपनत्व गराउन खोजेको जस्तो चाहिँ देखेको छ। सो जुलोजीमा चाहिँ अलिकति मेजर चेन्जेस जस्तो देखेको छ। तर मेजर चेन्जेस देखिए पनि पढ्न पर्ने फाइलमा छुटाउनु मिल्दैन, सिलेक्टेड एनिमल छुटाउनु मिल्दैन, ह्युमन सिस्टम छुटाउनु मिल्दैन, डिजिज छुटाउनु मिल्दैन। अलिकति बढी पढाउँला भन्ने मात्रै हो। अदरवाइज बुकमा पनि मेजर चेन्जेस आउँदैन यसको कारणले गर्दाखेरि है। जस्तो फाइलम चाहिँ थोरै पढ्ने भनेर कुन फाइलम हटाउने भन्ने कुरा किताबमा हुँदैन। त्यो कुरा पनि जान्नुपर्छ। त्यसैले सबै फाइलम पढ्नुपर्छ, सबै एनिमल्स पढ्नुपर्छ। तर मार्क्स चाहिँ अलिकति बढी भएको भएर यसलाई फोकस गरेर पढ्नुपर्छ भन्ने मात्रै थाहा पाउनु पर्यो। यस्तै गरी बोटनीमा चाहिँ ठुलो परिवर्तन, खास ठुलो परिवर्तन केही पनि छैन हैन। सिम्पल नै छ। 1-2 मार्क्स यताउता गरिएछ। इकोलोजीहरूको मार्क्सहरू यताउता 1-2 मार्क्स गरिएछ। बायोडाइभर्सिटी मार्क्स अलिकति यताउता गरिएछ। जेसुकै गरेको भने खास मेजर चेन्जेस छैन। एप्लाइड बोटनी, एप्लाइड बायोलोजी भनेर चाहिँ मार्क्स सोधिन्थ्यो। त्यसैलाई चाहिँ अलिकति प्रायोरिटाइज गरेको जस्तो पनि देखेछ मार्क्समा। तर स्पेसल्ली लेखेको छैन। पहिलेदेखि नै एक्जाममा चाहिँ एप्लाइड बायोलोजीमा चाहिँ बोटनी, जुलोजी भनेर चाहिँ मार्क्सहरू चाहिँ अलिकति एप्लाइडतिर अलिकति बढी सोधेछ। जस्तो यही पटक आइभीएफको क्वेसनहरू सोध्यो हैन। जुन आइभीएफको क्वेसनहरू लगायत बोटनीमा पनि जस्तो क्रिस्पर जिनहरूको क्वेसनहरू सोधिराखेको छ। सो यसरी चाहिँ अलिकति एप्लाइड एस्पेक्टमा चाहिँ एमइसी गइराखेको भन्ने कुरा चाहिँ हामी थाहा पाउनुपर्छ। खास ठुलो परिवर्तन बोटनीमा चाहिँ भएको छैन। केमिस्ट्रीमा चाहिँ यिनीहरूले अब अहिले नयाँ चाहिँ के भयो भन्दाखेरि यहाँ चाहिँ एप्लाइड केमिस्ट्री भन्ने चाहिँ पहिला चाहिँ लेखेको थिएन। यो एप्लाइड केमिस्ट्री भन्ने चाहिँ एड गरेर यो एडिसन गर्नुपर्ने चिज चाहिँ इनअर्गेनिक केमिस्ट्रीबाट घटाइयो। इनअर्गेनिक केमिस्ट्रीको प्रायोरिटी चाहिँ घटाइयो। 14बाट 10 मार्क्समा ल्याइयो। भने एप्लाइड केमिस्ट्री भन्ने नयाँ टपिक चाहिँ एड गरियो। अनि एक्चुअली भन्ने हो भने चाहिँ एप्लाइड केमिस्ट्री, एनालाइटिकल केमिस्ट्रीहरू चाहिँ एक्चुअली सोधि नै राखेको थियो। तर यसलाई चाहिँ अहिले सिलेबसले अफिसियली रेकगनाइज मात्रै गरेको। पछिल्लो 2 वर्षदेखि चाहिँ एप्लाइड केमिस्ट्रीको एस्पेक्टहरू सोधि नै राखेको छ। यसमा चाहिँ खासै नयाँ कुरा नभए पनि सिलेबसमा देखाइदिएर अब यसलाई आधिकारिकता मात्रै प्रदान गर्ने काम भयो केमिस्ट्रीमा चाहिँ। तर एज अ होल किताब फेरि पनि यसमा पनि परिवर्तन हुँदैन। एप्लाइड केमिस्ट्रीको केही कुराहरू एड हुन्छ होला। पल्पहरूको कुराहरू हुनु त पहिला पनि थियो किताबमा थपेर चाहिँ आउन सक्छ। तर पढ्न नपर्ने कुरा यो हो भन्ने कुरा चाहिँ एमइसीको सिलेबसले यसमा पनि भन्न सकेको छैन है। अब अहिले एकछिनमा माइक्रो सिलेबसमा पनि यो कुराहरू अलिकति आउला। फिजिक्समा चाहिँ के गर्यो भन्दाखेरि मोडर्न फिजिक्सको 13 मार्क्सलाई घटाएर 12 मार्क्स बनाइयो। यसमा चाहिँ खास चेन्ज गर्नको लागि मात्रै चेन्ज गरेको जस्तो देखेछ। खास स्पेसल केही छैन। यो 1 मार्क्स घटेको छ। 1 मार्क्स घटेकोलाई चाहिँ हिट एन्ड थर्मोडाइनामिक्समा 1 मार्क्स थपेर यसरी चाहिँ अब गरिएको छ। अब यो मोडर्न फिजिक्सको चाहिँ 12 मार्क्स भने पनि यो पहिला पनि 12 मार्क्स भन्दा अझ जस्तो 13 मार्क्स भन्दाखेरि 13 मार्क्स सोध्ने भन्ने चाहिँ थिएन। अब जति पनि सोध्न सक्थ्यो, कहिले 14 पनि सोध्थ्यो, कहिले 12 पनि सोध्थ्यो, कहिले 10 पनि सोध्थ्यो। 12 भनेर 12 सोध्छ भन्ने छैन। 10 पनि सोध्न सक्छ, 14 पनि सोध्न सक्छ, 11 पनि सोध्न सक्छ। तर ओभरअलमा अब मोडर्न फिजिक्स अलिकति 1 मार्क्स घटाएर हिट एन्ड थर्मोडाइनामिक्स 1 मार्क्स बढाएको जस्तो देखेछ। अनि यहाँनिर चाहिँ एउटा कुरा चाहिँ इम्पोर्टेन्ट के गरेछ सिलेबसमा भन्दाखेरि चेन्जेस चाहिँ के जस्तो देखिएको छ भन्दाखेरि न्यू ग्रुपिङ भएको छ। पहिला चाहिँ वेभ एन्ड साउन्डलाई चाहिँ इलेक्ट्रोस्ट्याटसँग राखेको थियो भने अहिले चाहिँ यो वेभ एन्ड साउन्डलाई अप्टिक्ससँग लगेर राखेको छ। सो द्याट वेभ, साउन्ड, अप्टिक्स चाहिँ एउटै जस्तो देखियोस् भनेर एउटा न्यू ग्रुपिङ जस्तो बेटर फ्लो जस्तो देखाएको छ। इलेक्ट्रोस्ट्याटलाई छुट्याइदिएको छ अनि वेभ, साउन्ड र अप्टिक्सलाई एक ठाउँमा राखेको छ भने स्पेसल्ली फिजिक्समा खास ठुलो चेन्जेस छैन। सानो चेन्जेस हो। यसको लागि खासै ठुलो आत्तिन पर्ने कुरा छैन। यस्तै गरी एकाडेमिक क्यालेन्डरको विषयमा चाहिँ यहाँ हुन त माइक्रो सिलेबसको एउटा स्लाइड
छुट्यो। यसमा चाहिँ अहिले एकछिनमा कुरा गरौँला। एकाडेमिक क्यालेन्डरको विषयमा चाहिँ एनइबीको चाहिँ क्लास 12 को रिजल्ट चाहिँ अझै पनि टुङ्गो लागेको छैन। हुन त 45 दिनभित्र रिजल्ट निकाल्ने, परीक्षा सकेको भन्ने चाहिँ कुराहरू आइरहेछ। 45 दिनभित्र रिजल्ट आउँछ कि आउँदैन भन्ने कुरामै सायद एनइबी नै अन्यलमा छ कि जस्तो लाग्छ हामीलाई चाहिँ। अब जेसुकै भए पनि रिजल्ट कहिले आउँछ त्यसको हिसाबले क्यालेन्डर चाहिँ अलग रिजल्ट आएको 1 हप्ता 2 हप्तामा ट्रान्सक्रिप्ट आउँछ। त्यसको 1-2 हप्तामा चाहिँ ठ्याक्कै ट्रान्सक्रिप्ट आउने सेरोफेरोमा क्यालेन्डर भन्दा पनि एक्जामको चाहिँ फर्म चाहिँ खुल्छ। अनि त्यसको चाहिँ लगभग अब यो अन्दाज गर्दा त्यसको 45 दिन 2 महिना हिसाब गर्दाखेरि असोजको पहिलो हप्ताको सेरोफेरोमै, अदरवाइज टु अर्ली आयो भने भदौको तेस्रोदेखि चौथो हप्तासम्ममा होला भन्ने एक्सपेक्टेसन राख्न सकिन्छ। तर टु अर्ली पनि एकदमै अगाडि साउनमै आउला भनेर चाहिँ एक्सपेक्ट गर्न चाहिँ सकिँदैन। भदौको दोस्रो तेस्रो हप्ता, दोस्रो पनि नभनौँ तेस्रो चौथो हप्तातिर अथवा असोजको पहिलो हप्ता नि भनेर सोचौँ। यसरी बुझौँ दसैँ अगाडि एक्जाम हुन्छ, धेरै अगाडि पनि हुँदैन। प्लस 2 को रिजल्ट आएपछि यो कुरा डिटरमाइन हुन्छ। अनि यहाँनिर चाहिँ एउटा छुटेको कुरा चाहिँ माइक्रो सिलेबसमा चाहिँ यो कुरा पढ्ने भनेर भनेको छ माइक्रो सिलेबसमा है। तर माइक्रो सिलेबसमा के भएको कुरा मात्रै पढ्दा चाहिँ फेरि विद्यार्थीले माइक्रो सिलेबसमा भएको कुरा बाहेक अरू नपढ्यो भने के हुन्छ, छोड्यो भने के हुन्छ भनेर सोधिरहेछन्। माइक्रो सिलेबसमा भएको कुरा मात्रै पढ्दा चाहिँ फेरि टपर खालको स्टुडेन्टहरूलाई चाहिँ समस्या पर्न सक्छ। फ्याट्टै चाहिँ मार्क्स चाहिँ छोडिसकेको टपिकहरूबाट त्यो क्वेसन सोधिने सम्भावना हुन्छ। जस्तो एक्जाम्पलको लागि ट्रान्जिस्टर भन्ने कुरा चाहिँ लगभग एमइसीको सिलेबसमा एउटा जमानादेखि नै छैन ट्रान्जिस्टर भन्ने कुरा, अथवा प्लस 2 कै सिलेबसमा छैन। तर ट्रान्जिस्टरबाट अघिल्लो वर्ष सायद 2-3टा क्वेसन सोध्यो, त्योभन्दा अघिल्लो वर्ष 2-3टा क्वेसन सोध्यो। त्यही भएर यस्तो सिलेबसमा छैन भनेर नपढ्ने छुट चाहिँ छैन। तर अलिकति इम्पोर्टेन्स प्रायोरिटी कम चाहिँ गर्न मिल्छ। त्यो कुरा चाहिँ विचार गर्नु पर्यो विद्यार्थीले। माइक्रो सिलेबस चाहिँ ठ्याक्कै यही हो, यसैको आधारमा एक्जाममा क्वेसन आउँछ भनेर सोच्न पनि अलिकति गलत हुनसक्छ। यसै गरी अब बिग पिक्चरमा सबै सम्पूर्ण कुराहरू चाहिँ के आयो भन्दाखेरि ओभरअलमा चाहिँ हामी फाइलमलाई कम प्रायोरिटाइज गरेर ह्युमन सिस्टमलाई चाहिँ बढी फोकस गर्यो। क्लिनिकली हामी ओरिएन्टेड भयौँ। एक्चुअली भन्यो भने यो क्लिनिकल ओरिएन्टेसन चाहिँ आइएमको एक्जामदेखि नै हुन थालेको। आइएमको पछिल्लो एक्जामहरू 2018 2019 एक्जामहरूमा क्लिनिकल ओरिएन्टेसन हुन थालेको। त्यतिखेरदेखि एन्टी क्यान्सर ड्रगहरू सोध्ने हैन, त्यो चलनहरू चलेर एमइसीमा आइपुग्दै एप्लाइड भनेर कहिले चाहिँ स्ट्रोकको क्वेसन सोध्ने, कहिले एमआईको क्वेसन सोध्ने, कहिले चाहिँ आइबिएफको क्वेसन सोध्ने गरेर क्लिनिकल ओरिएन्टेसन भइरहेकै थियो। त्यसैलाई नै चाहिँ अब हाम्रो फ्युचर भनेर मेडिकल प्यारामेडिकल इन्ट्रान्सलाई फोकस गर्न खोजिएको छ। अनि यसको मतलब नै एप्लाइड के अरे च्याप्टरहरूलाई चाहिँ पावरफुल बनाउन खोज जस्तो देखिन्छ। पावरफुल भने पनि खास धेरै मार्क्स छैन, 3-4 मार्क्स छ। तर प्रश्न आउँथ्यो त्यसलाई अफिसियल बनाएको मात्रै जस्तो देखिन्छ। माइक्रो सिलेबस चाहिँ एक्चुअलमा चाहिँ अहिले खास के भन्दाखेरि कुहिरोको काग हुनबाट चाहिँ विद्यार्थीलाई बचाएको जस्तो देखिन्छ हेर्दा चाहिँ टेक्निकली चाहिँ। तर अब साँच्चै माइक्रो सिलेबस फलो हुन्छ कि हुन्न भन्ने चाहिँ अबको एक्जामले मात्रै डिटरमाइन गर्न सक्छ। हेरौँ, त्यो चाहिँ हामी सबैले हेर्न बाँकी छ। फलो हुन्छ होला भन्ने सोचेर चाहिँ पढ्ने हो। तर टपर विद्यार्थीलाई के नपढ्ने भन्ने कुराको छुट छैन, सबै पढ्नुपर्छ भन्ने चाहिँ जान्नुपर्छ। 2-4 मार्क्स तल मार्क्स आएर पनि केही फरक पर्दैन भन्ने विद्यार्थीलाई चाहिँ माइक्रो सिलेबसै फलो गर्दा फाइदा हुन्छ। तर टपर स्टुडेन्टहरूलाई चाहिँ के नपढ्ने भन्ने छुट चाहिँ छैन। पाएको जति सबै कुराहरू पढ्नुपर्छ भन्ने जान्नु पर्यो। अनि 2-4 मार्क्स चाहिँ हेरफेर हुनसक्छ। जस्तो कोर डिरेक्सन चाहिँ क्लियर हो, फिजिक्सको यति मार्क्स सोध्छ, केमिस्ट्रीको यति मार्क्स सोध्छ भन्ने कुराहरू चाहिँ क्लियर हो। 2-4 मार्क्स चाहिँ च्याप्टर भित्रको कुराहरू सबै एक्ज्याक्टली मिल्छ भन्ने कुरा चाहिँ म विश्वास गर्न चाहिँ सक्दिनँ। हेर्दै जाउँ है रिजल्ट, अब एक्जामले के गराउँछ यो कुरालाई चाहिँ। ल अब यति भनिसकेपछि मैले भन्ने कुरा यति मात्रै छ। सिलेबस फेरि हो, डिरेक्सन त्यही नै हो, डिरेक्सन क्लियरै छ, पहिला जस्तै नै छ, प्रिपरेसन मात्रै बाँकी छ। त्यसैले रेडी रहनुहोस्। सबैजनालाई शुभकामना अबको परीक्षाको लागि। धन्यवाद।